बाइक पनि छ। बाइक पनि गाडी चाहियो। गाडी तपाईँ एउटा गाडी भन्नुभएको थियो। उसको त दुईटा गाडी छ। दुईवटा गाडी छ। तपाईँ एउटा घर भन्नुभएको थियो होइन? उसको त दुईटा घर छ। तपाईँले 4 जना जग्गा भन्नुभएको थियो हो किन? 2 रुपियाँ जग्गा चाहिँ काठमाडौँ अब तपाईँले भने जस्तो किताब फेला पर्यो होइन त भान्जी भाइ? पर्यो केटा हेर्नु पर्यो। अब हिसाब किताब पनि गरिहालौँ कि पहिला